श्रमदानबाट उपलब्धि जुन हासिल गरेका छौँ तिनीहरूलाई सम्मान गर्छौँ होइन। माया धराने बेसा त्यहाँ पनि हाम्रो श्रमदान छ, माया धराने साबुन त्यहाँ पनि हाम्रो श्रमदान छ, लगायतका विभिन्न ठाउँहरू जहाँ जहाँ तपाईँहरूले श्रम गर्नुभएको छ त्यसमा तपाईँहरूको पनि हक लाग्छ। त्यो तपाईँले लानु पाउनुहुन्छ, तपाईँको खुसी गर्न पाउनुहुन्छ भनेको होइन, तर संरक्षण गर्ने अधिकार तपाईँको श्रमदाताको। त्यसो भएको कारणले त्यो श्रमदानबाट उपलब्धि जुन हासिल भएको छ त्यसलाई हामीले चाहिँ नि जोगाउनु पर्नेछ। केही श्रमदानबाट बन्दै गरेका संरचनाहरू अझै बनिसकेको छैन, जस्तै ज्येष्ठ नागरिक पार्क होइन। त्यो ज्येष्ठ नागरिक पार्कलाई संरक्षण समितिले पूर्ण गर्नुपर्छ होइन कि पर्दैन हो। हामी केटाकेटीले जन्माएर अलपत्र छोडेर नाक बनाउँदैनौँ, असल अभिभावक आमा बाउ भए जस्तै गरेर हामीले बनाएका यी संरचनाहरू त्यतिकै छोडेर हामी जाँदैनौँ। सबैजनालाई म त्यो भन्न चाहन्छु, तपाईँ हामी सबैजना जो जति आउनुभएको छ सबैले आफ्नो नाम लेख्नु र जो आउनु भएको छैन उनीहरूले पनि नाम लेख्नु होइन। र जति सक्दो धेरै जो जतिले चाहिँ श्रमदान गरेको ती सम्पूर्ण श्रमदाताहरूलाई म यो संरक्षण समितिमा आउनको लागि अनुरोध गर्न चाहन्छु। यो संरक्षण समितिले के काम गर्छ त भनेर म लेखेर दिन्छु होइन। म लेखेर दिन्छु, तपाईँले काम गर्छ त्यो अधिकार लेखेर दिन्छु नगरपालिकाको स्टाफ र त्यो अधिकार प्रयोग गरेर पछि तपाईँहरूले यो बारलाई संरक्षण गर्ने। बुझ्नुभयो नि? भोलि फेरि यस्तो नहोस् एउटाले एउटा फलाइँदा बिरुवाहरू काटिएको यताभरि फेरि तपाईँको चाहिँ हुँदैन भन्न सकिँदैन। पहिला कस्तो थियो यो आउँदाखेरि कल्पना गर्नु, त्यो दिनलाई सम्झनु, त्यसको भिडियोहरू हेर्नु, पिक्चरहरू फोटोहरू हेर्नु। यतातिर एक दुई फोक्टा सिम लगाए सिम साग लगाइराखेको, यताभरि गाई चरिराखेको, बाख्रा चरिराखेको, उता तलतिर चाहिँ नै होइन मान्छेहरू पौडी खेलिराखेको, त्यहीँ उपरतिर कसैले हगिराखेको, उतापट्टि पिसाब गरिराखेको, त्यहाँ मासतिर हाम्रो भाइ बलिदाले सिरिन्जमा होइन लाग औषध आफैलाई घोकिराखेको, उता कोही पल्टेर सुतिराखेको, त्यहाँ पहिरो गइराखेको, यस्तो थिएन यहाँ। त्यस्तो बगरलाई हामीले यति ठुलो आज पर्यटकको चाहिँ एउटा गन्तव्य स्थलको रूपमा हामीले विकसित गरेको। त्यो मेरो सपना थियो, त्यो मेरो योजना। तर मेरो सपना र योजनाले मात्रै भएर तपाईँहरूको श्रम थियो त्यहाँ थिएन। यो ट्रस्ट यहाँ त्यसै बनेको छ। यहाँ हाम्रो लाउरे दाजुभाइ दिदीबहिनीहरूले आफूले खाएर हो या नखाएर हो, धेरै पैसा भएको जस्तो मलाई लाग्दैन, जे जस्तै होस् एउटा केही बनाउँ भनेर उहाँहरूले बनाइदिनु। यी कुरा सारा कुराहरूलाई हामीले समर्थन। मैले भने यो गोर्खा चौतारी श्रम संस्कृति पार्क यो एरियाको उद्यानहरू भन्ने मात्रै होइन, धरानको महानगरपालिकाले सबैभन्दा ठुलो सम्पत्ति के जोडेको छ तपाईँलाई थाहा छ? श्रमदानबाट कोका है। म त साह्रो मिस गर्छु कोकाको खानेपानीको पानी। कहिले कहिले आफै जाउँ त्यो जस्तो पनि लाग्छ, जानु खोज्छु फेरि कता कता पाएको होइन। त्यो एउटा असम्भव सपनालाई साकार बनाएको छ। त्यो दिन पनि सम्झिँदैन, त्यो भिरमा पाइप लानेको सकिन सक्छ, पाइपले तपाईँको जिप्टाएर तल्लो तल्लो तालापछि झरेको होइन, खुट्टा पिल्सेको, खुट्टा मर्केको, हात मर्केको, ती कुराहरू सबै कुरा हाम्रो के त भन्दाखेरि हाम्रो उपलब्धि यो पार्क मात्रै होइन। त्यो तपाईँको कोकाको पाइपलाई पनि हामीले बचाइराख्छौँ, संरक्षण गर्नु। हाम्रा ट्याङ्कीहरू कता कता छन् त्यता पनि जान्छ, तपाईँहरू अल्छी भएर हुँदैन। अब त यो श्रमदानको लहर नेपालभरि चलिरहेको। अब यो श्रमदान धरानमा मात्रै सीमित रहेन। यही श्रमदानलाई हामी राष्ट्रिय विकासको नीतिको रूपमा परिणत गर्नको लागि संसदीय चुनाव लड्छौँ। त्यसमा हामीले जित्नुपर्छ कि पर्दैन? हो, जित्ने मान्छे कहिले पनि बिसाउँदैन है, हिँड्ने मान्छे कहिले पनि बिसाउँदैन, जित्ने मान्छे कहिले पनि बिसाउँदैन, कहिले पनि हामी बिसाउँदैन, त्यो निराश हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हामीलाई त्यो चुनाव पनि जित्छ। जहिले एउटै कक्षामा पढिराख्ने हुँदैन है, हामी उमेरले पनि बढ्दै जान्छौँ, हरेक कुराले बढ्दै जान्छ। हाम्रो आकांक्षा, हाम्रा चाहिँ अभिलाषा, हाम्रा सपना, हाम्रा योजनाहरू
हुनुपर्छ। तपाईँले आज हेर्नुहोस्, हामीले पकुवा खोलाबाट सुरु गरेको श्रमदान मेचीदेखि महाकालीसम्म होइन, महाकालीमा पनि तपाईँको चाहिँ श्रमदान भइराखेको देख्दाखेरि तपाईँहरूलाई खुसी लाग्छ कि दुःख लाग्छ? खुसी लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि मलाई थाहा छ तपाईँहरूले के चाहनु भएको हो भन्दाखेरि अर्को साम्पाङ फेरि एकचोटि मेयर बनोस् भन्ने चाहनु होइन, तर त्यो हुँदैन, त्यो सम्भव हुँदैन। हो नभन्नुहोस्, त्यो सम्भव हुँदैन होइन, त्यो सम्भव हुँदैन है, सम्भव हुँदैन। किनभने मेरो आवश्यकता धरानलाई मात्रै छैन होइन। हिजो 5 थर गयो, 5 थरमा 3-3 घन्टा टाढोबाट मान्छे हिँडेर मेरो 2 शब्द सुन्नका लागि मसँग 1 तास पर्यटनको लागि आउनुभयो है। सोलुखुम्बुमा गयो, त्यत्रो चिसोमा है, तुषारो घारीमा हिँड्दै हिँड्दै मान्छे हल्कासापले के भन्छ उसँग भेट्नु पर्यो भनेर मान्छेले। त्यसो भएको कारणले गर्दाखेरि ती 3 करोड नेपालीलाई मैले निराश बनाउनु हुँदैन होइन। तपाईँहरूलाई चाहिँ कस्तो भने यो मान्छे यहीँ बसिराखोस् भन्ने तपाईँलाई लाग्छ, मलाई थाहा छ। तर धरानलाई मात्रै होइन होइन, अर्का साम्पाङ र उसको विचार, उसको अभियान, उसको योजना, उसको सपना सारा नेपाललाई चाहियो। त्यसो भएको कारणले गर्दाखेरि मैले अगाडि पाइला चाल्दैछु। त्यो पाइलालाई सफल बनाउनका लागि तपाईँ हिजोभन्दा आज झन् धेरै, आजभन्दा भोलि झन् धेरै खट्नुपर्ने पनि हुन्छ। किनभने त्यो मेरो चाहना र सपना भनेको मेरो एक्लो जीवनको लागि होइन होइन। मैले त मेरो जीवनको लागि केही पनि सोचेको छु, तर यो देशको लागि मैले धेरै कुराहरू सोचेको छु र त्यो सपना साकार गर्नका लागि अब हामी अगाडि बढ्छौँ। त्यो भन्न चाहन्छु। आज एउटा समिति बन्छ होइन, हाम्रो चाहिँ नि सबैजना यहाँ संघातहरू जति हुनुहुन्छ, एसटिएस रक गार्डन बनाइदिने सचेत लाने समूहका साथीहरू आउनु भएको छ, उहाँहरू लगायत सबैजना जो जति हामी श्रम संस्कृतिमा छौँ होइन, हामी सबैजनाको तपाईँको चाहिँ अगुवाईमा बन्छ। यहाँ तपाईँको चाहिँ ब्रिटिस भूतपूर्व सैनिक दाजुहरू भाइहरू होइन, दाजुभाइहरू हुनुहुन्छ, दिदीबहिनीहरू, इन्डियन पेन्सनरहरू, इन्डियन तपाईँको चाहिँ भूपुहरू पनि हुनुहुन्छ। त्यसै गरी तपाईँको चाहिँ सिङ्गापुर पुलिसको पनि हुनुहुन्छ होला यहाँ है। तपाईँ प्रतिनिधिमूलक हिसाबले आउनुभएको होला यहाँ, तर तपाईँको सबैको यो चाहिँ सम्पत्ति रहेको कारणले तपाईँहरू त्यहाँ बस्ने गरी एउटा समिति बन्छ र त्यो समितिलाई म भोलि लेखेर दिन्छु। खानेपानीका कुराहरू थुप्रै छ। खानेपानीमा पनि हामीले ठुलो योगदान गरेका छौँ। नगरपालिकाबाट पनि, खानेपानी विकास बोर्डबाट पनि म तपाईँहरूलाई केही कुरा लेखेर दिन्छु होइन। र त्यसको आधारमा तपाईँहरूले यसको संरक्षण गर्न पाउनुहुनेछ, तपाईँहरूको अधिकार लाग्छ र बुझ्नुभयो नि त्यो चाहिँ। र त्यसका लागि हामी आज यहाँ गर्नुपर्छ। धेरै कुरा केही पनि छैन। अलिकति श्रम संस्कृतिको कुरा गर्छु, मैले गर्नुपर्ने हुन्छ। अब श्रम संस्कृतिको कुरा गर्दाखेरि होइन, हामी सबैलाई थाहा हुनु जरुरी, काम नगरी देश बन्दैन होइन। यो बिरुवाहरू देख्छौँ हामी, कसैले नरोकी यत्रो भयो यहाँ है, भनिसकेपछि कसैले रोप्नै पर्ने रहेछ, कसैले काम गर्नै पर्ने रहेछ। त्यसो भयो भने मात्रै तपाईँको चाहिँ काम हुँदो रहेछ भन्ने कुरा। र मैले यहाँहरूलाई भन्न चाहेको कुरा के छ भने यो श्रम संस्कृति है, श्रमदानबाट प्राप्त उपलब्धि नानीहरूलाई खुलाउनु छ भने बाहिर लगिदिनु होला है। यसलाई जोगाउनुपर्छ। हामी भौतिक संरचनाहरू हाम्रा छन्, प्राकृतिक संरचना पनि छ भनौँ न। प्राकृतिक सम्पत्ति पनि छ, यो बिरुवाहरू कति छ, कति यहाँदेखि माथिसम्म। साथै हाम्रा मानवीय होइन तपाईँको चाहिँ संरचना पनि छ। हाम्रो के अरे त तपाईँको चाहिँ कर्मचारीहरू पनि छन् नि यहाँ, श्रमदाताहरू छैन। भोलि उनीहरू चाहिँ म जाने बित्तिकै तपाईँको 1 हप्तामा निकालिन पनि सक्छन् होइन। त्यसो नहोस् भन्दा खातिर पनि तपाईँहरूले चाहिँ नि होइन एउटा पहल गर्नुपर्छ। किनभने यहाँ त त्यो विभिन्न खालको छ नि त होइन। आफ्नो छोराछोरीभन्दा पल्लो तपाईँको चाहिँ छेउ माया गरेर बिरुवाहरू गाउने दिदीबहिनीहरू हुनुहुन्छ होइन। हाम्रो चाहिँ तपाईँको त्यहाँ पर्तिर पनि के अरे तपाईँको काउन्टरमा आउनुहुन्छ। यी सम्पूर्ण तपाईँको चाहिँ कर्मचारीहरूको सुनिश्चितता चाहिँ यो समितिले गर्नुपर्छ।
त्यस्तो हो।